यदि जीवनमा कुनै चीज सक्सेस पाउनु छ भने हामीले यो माइन्डसेटलाई बदल्नु पर्छ। त्यसैगरी हामी केही पर्सेन्टेज अगाडि जान सक्छौं। हामी मनुष्यहरुको सबभन्दा नराम्रो बानी के हो त? आज हामी जे सोच्छौं हामीलाई यसको रिजल्ट 10 दिन, 15 दिन, 20 दिन अथवा 1 महिनामा चाहिन्छ। यो हाम्रो सबभन्दा नराम्रो आदत हो। कुनै पनि चीज पाउनको लागि चाहे विद्यामा होस्, चाहे बिजनेसमा होस्, कुनै पनि चीज पाउनका लागि हामीले धैर्यता गर्न जरुरी छ। यो हामी मनुष्यमा धेरै कम देखिन्छ। अब यो धैर्यता कसरी अगाडि बढाउने त? धैर्यता अगाडि बढाउनका लागि के हामीले इंग्लिश राम्रो पढेर धैर्यता अगाडि बढ्छ त? पक्का पनि होइन। के हामी म्याथमा राम्रो भएर हाम्रो धैर्यता अगाडि बढ्छ त? पक्का पनि होइन। के हामी राम्रो साइन्स पढेर हाम्रो धैर्यता अगाडि बढ्छ त? पक्का पनि होइन। यसको लागि हामीले के गर्नुपर्छ त? यसको लागि हामीले ध्यान गर्नुपर्छ। को ध्यान गर्दाखेरि मन के हुन्छ? शान्त हुन्छ। मन शान्त भएपछि हामीले सोच्छौं यो कतिको सही छ त भनेर मनले बुद्धिलाई दिन्छ। त्यसैगरी बुद्धिले चिन्तन गर्छ यो कतिको सही हो त। त्यसैगरी ध्यानको माध्यमबाट हामीले यो कुरा थाहा पाउन सक्छौं कि हामीले जुन चीज गर्दैछौं यो चीज कतिको सही छ, कतिको राम्रो छ भन्ने कुरा हामीले यहाँबाट थाहा पाउन सक्छौं।